हेलो साथीहरु, नमस्कार सबैजनालाई र स्वागत छ मेरो नयाँ भिडियोमा तपाईहरुलाई। आज चाहिँ हाम्रो छुट्टी भएको कारणले हामी 4 जना साथीहरु चाहिँ बाहिर घुम्नलाई निस्किसकेका छौं। आज हाम्रो छुट्टी चाहिँ सबैजनाको हो, तर आधा चाहिँ हाम्रो साथीहरु रुममै बस्नु भएको छ। हामी आधा चाहिँ निस्किसक्यौं। हामी चाहिँ बाहिर खाना खाने भनेर निस्किएको, अरु चाहिँ रुममै बनाएर खाने भन्ने कुरो छ। कोही साथीहरु पछाडी आउँदै हुनुहुन्छ, कोही साथीहरु अगाडि हुनुहुन्छ। किनकि आज चाहिँ हामी सबैजना रेस्टुरेन्ट बन्द गरेर सबैजना घुम्न जानलाई निस्किएको छौं। हामी 4 जना चाहिँ, अरु चाहिँ रुममै हुनुहुन्छ, किनकि रुममै बनाएर खाना खाने, बाहिर नजाने भनेर चाहिँ बस्नु भएको छ। हामी चाहिँ बाहिर निस्किसकेका छौं। तपाईहरु यदि नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गरेर च्यानललाई जोडिनु होला। अब चाहिँ हाम्रो गाइजहरु सब यो चाहिँ ट्विस्ट छ के, सबै हामी सबै छुट्टी सामा आज रेस्टुरेन्ट चाहिँ बन्द गरेछौं हामीले। यो ट्विस्ट मैले भन्नु मिल्दैन हैन, हामी चाहिँ अब ट्विस्ट छ यो भन्नु मिल्दैन हामीहरुले। यो आफ्नै आफ्नो देशको कानुन हुन्छ, आफ्नो देशको रुल्स हुन्छ, त्यो रुल्स अनुसार चल्ने हो सबैजना। हामी साथी हेर्नुस्, फुटपाथ भनेको कत्रो हुनुपर्छ भने यहाँ हेर्नुस्, फुटपाथ यो पनि फुटपाथ छ। यता हेर्नु, यो पनि फुटपाथ हो, यो साइकल ट्र्याक रातो, यो फुटपाथ हेर्नुस्, रोड छ वहाँ 4 लाइनको 1 वे यस्तो हुनुपर्छ। फुटपाथ भयो भने यसरी हिँड्नु सजिलो जानुस्। कोही सर यता हिँड्नु भएको छ, कोही सर उता हिँड्नु भएको छ, आनन्द ठोकिला भने डर भएन। फुटपाथ भएको धेरै फाइदा हुन्छ, किनकि हाम्रो नेपालमा फुटपाथको लागि धेरै विवाद भयो। न्यू रोडमा बनाउनु खोज्दाखेरि, बालेन्साले बनाउनु खोज्दाखेरि धेरै वाद विवाद भयो। फुटपाथ ठुलो भयो भने चाहिँ चहल पहल पनि धेरै हुन्छ, बजार पनि राम्रो देखिन्छ, सहज हिँड्नुलाई सहज हुन्छ। त्यही भएर फुटपाथ चाहिँ ठुलै जान्छ भने मेरो पनि धारणा हो है त गाइस। आइपुग्नु लाग्यो साथीहरु। ल दिनभरिको घुमाइहरु 4 बजे निस्केको, 8 बन्द भयो। 4 घण्टा ननस्टप खाना खानेमा बस्यो। त्यसपछि हिँड्छ लखर गुरु काम पनि छैन, फुर्सद पनि छैन भने जस्तै भयो हामीहरु। त्यस्तो अवस्थामा चाहिँ हामीहरु आइयो। आज छुट्टी पनि सक्यो, भोलि 5 बजे ड्युटी जानुपर्छ बिहान। त्यस्तै छ साथीहरु, परदेशी जिन्दगी। आगमन भयो, यो ढोकाबाट छिर्यो। ल आगमन भयो, आयो। सलाम अलैकुम।